गाइस आज चाहिँ म रातो चामल बनाउँदैछु। रातो चामलको भात कस्तो हुन्छ हेर्नु होला है त। अनि चाहिँ यता चाहिँ म चाहिँ जिरा धनिया र थोरै तोरी जस्तो हुन्छ नि त्यो चाहिँ फुराउँदैछु। त्यसपछि यता मैले प्याज हालेँ। प्याज हालिसकेपछि अब चाहिँ मैले खुर्सानी र प्याज राम्रोसँग भुटेँ, फ्राई गरेँ हैन। यहाँ पछि म हाल्छु टमाटर। टमाटर पनि राम्रोसँग फ्राई गरेँ। टमाटर, प्याज, खुर्सानी फ्राई भइसकेपछि मैले चाहिँ त्यसमा तरकारीको लागि आलु पनि मिक्स गरेँ। अनि मैले आलु हालिसकेपछि अनि मैले सोयाबिन पनि एड गरेँ। यो चाहिँ मेरो आज धेरै दिनपछिको आलु र सोयाबिनको तरकारी बनाउँदैछु। अब आलु र सोयाबिन मिक्स गर्दैछु मैले चाहिँ। आलु र सोयाबिन मिक्स भइसकेपछि अब म यिनीहरूमा मसला हाल्न जाँदैछु। मसला पनि अब मैले हालिसकेँ। मसला हालिसकेपछि आज चाहिँ स्पेसल स्पाइसी मसला हालेको छु। त्यसपछि मैले ढाकिदिएँ अलिकति चलाएर। आगो सानो बनाउँ कि ठुलो बनाउँ सोचिरहेको थिएँ, त्यो पनि छिटो पाक्छ भनेर मैले चाहिँ आगो ठुलोमै राखिदिएँ, छिटो पाकोस् भनेर। त्यसपछि साथीहरू अब चाहिँ रेडी भइसक्यो आलु र सोयाबिनको तरकारी र सँगै रातो भात। कस्तो मिठो भएको, आहा लास्टै मिठो। आउनुहोस् है तपाईँहरू पनि। गाइस आज चाहिँ म रातो चामल बनाउँदैछु। रातो चामलको भात कस्तो हुन्छ हेर्नु होला है त। अनि चाहिँ यता चाहिँ म चाहिँ जिरा धनिया र थोरै तोरी जस्तो हुन्छ नि त्यो चाहिँ फुराउँदैछु। त्यसपछि यता मैले प्याज हालेँ। प्याज हालिसकेपछि अब चाहिँ मैले खुर्सानी र प्याज राम्रोसँग भुटेँ, फ्राई गरेँ हैन। यहाँ पछि म हाल्छु टमाटर। टमाटर पनि राम्रोसँग फ्राई गरेँ। टमाटर, प्याज, खुर्सानी फ्राई भइसकेपछि मैले चाहिँ त्यसमा तरकारीको लागि आलु पनि मिक्स गरेँ। अनि मैले आलु हालिसकेपछि अनि मैले सोयाबिन पनि एड गरेँ। यो चाहिँ मेरो आज धेरै दिनपछिको आलु र सोयाबिनको तरकारी बनाउँदैछु। अब आलु र सोयाबिन मिक्स गर्दैछु मैले चाहिँ। आलु र सोयाबिन मिक्स भइसकेपछि अब म यिनीहरूमा मसला हाल्न जाँदैछु। मसला पनि अब मैले हालिसकेँ। मसला हालिसकेपछि आज चाहिँ स्पेसल स्पाइसी मसला हालेको छु। त्यसपछि मैले ढाकिदिएँ अलिकति चलाएर। आगो सानो बनाउँ कि ठुलो बनाउँ सोचिरहेको थिएँ, त्यो पनि छिटो पाक्छ।